माध्यमिक शिक्षा परीक्षा एसईई को बोर्ड इक्जाममा कस्तो विद्यार्थीहरूलाई फेल गर्ने गर्छन् आज मैले यस भिडियोमा रहेर कुरा गर्नेछु। एसईई बोर्ड इक्जाम दिएर बसेका कति स्टुडेन्टहरूलाई फेल गर्ने गर्छ, तर जुन विद्यार्थीहरू क्लासको टपर हो त्यो राम्रो अङ्कले पास हुने फिक्स नै हुन्छ। जुन मिडियम एभरेज विद्यार्थीहरू छन् त्यो पनि विद्यार्थीहरू एटलिस्ट पास भइ नै हाल्छन्। कति पटक यस्तो हुन्छ कि क्लासको त्यस्तो विद्यार्थीहरू पनि पास हुने गर्छन् जसको फेल हुने सम्भावना धेरै हुन्छ। तर यस्तो किन हुन्छ त? सबभन्दा पहिले तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसनमा क्लिक गर्नुहोला, साथै लाइक र साथीहरुमा जति सक्दो शेयर गर्न नभुल्नुहोला। र फर्स्टमा म तपाईहरुलाई यो इन्फर्मेसन दिन चाहन्छु कि एनईबी बोर्डको कुनै पनि विद्यार्थीसँग कुनै दुश्मनी हुँदैन, किनभने एक्जामिनरलाई थाहा नै हुँदैन कि कुन पेपर कसको हो, रोल नम्बर कति हो, के नाम हो, केही पनि थाहा हुँदैन। एसईई बोर्डको कपी चेक गर्दा टिचरले धेरै ट्राई गर्छन् कि विद्यार्थीहरू पास होस् भनेर। त्यही भएर कहिलेकाहीँ त्यस्तो स्टुडेन्ट पनि पास हुन्छन् जुन विद्यार्थीको पास गर्ने क्षमता चाहिँ एकदमै कम हुन्छ। जस्तै 75 मार्कको पेपर छ जसको लागि तपाईहरुलाई 26 मार्क चाहिँ 26 अंक चाहिँ पास हुनलाई चाहिन्छ, तर कुनै कुनै विद्यार्थीहरूको 2 वा 3 अंकले चाहिँ कम मार्क आउने गर्छन्। त्यस्तो अवस्थामा पनि एक्जामिनरले पास दिने गर्दछन्, त्यसलाई जस्ट पास वा डी ग्रेडले पास हुने गर्छन्। तर कस्तो विद्यार्थीहरू फेल हुन्छन्? जुन विद्यार्थीहरूले आफ्नो स्टडीमा थोरै पनि मेहनत गर्छन् र क्लासरुममा एटेन्ड गरेको छ भने त्यो विद्यार्थीहरू पास हुन्छन्। फेल यस्तो स्टुडेन्टहरू हुन्छन् जो आन्सर सिट खाली छोड्छन्, केही पनि लेख्दैनन्, क्वेशन एटेन्ड गरेको छ तर जे एक्ज्याक्ट सोधेको छ त्यो चाहिँ नलेखी अर्कै आन्सर लेखेर आउँछन्। जुन विद्यार्थीहरूले थोरै पनि मेहनत गर्छन् र पूरा क्वेशनको आन्सर नलेखे पनि तर जे लेख्छन् सही ढंगले सही तरिकाले लेख्छन् त्यो आन्सर वा सोलुसन, त्यस्तो अवस्थामा धेरै चान्स छ कि पास हुन्छन्। त्यही भएर धेरै प्रेसर नलिई राम्रो र सही तरिकाले आन्सर गर्नुहुन्छ भने तपाईहरु अवश्य पास हुनुहुन्छ बोर्ड इक्जाममा। आई होप तपाईहरुलाई यो भिडियो मन पर्यो। यदि मन पर्यो भने एउटा लाइक, कमेन्ट र साथीहरुमा जति सक्दो शेयर गर्न नभुल्नुहोला। आजलाई यति नै, हस् त, बाइ एन्ड टेक केयर।